हेलो हाई एन्ड नमस्ते सबैजनालाई गुड मर्निङ। आज स्याटरडे, ह्याप्पी स्याटरडे होइन। अनि यसो अल्छी लागेर चाहिँ बिहान पख आज चाहिँ हल्का वकमा जाऊँ भनेर निस्केको छु हो। के कस्तो हुनेछ म तपाईँलाई देखाउनेछु है। तपाईँहरू पनि मसँग जोडिनु होला। अनि तपाईँहरू पनि चोटि भेट्नेछु। सुतेर बस्नुभन्दा वकिङमा निस्किनुहोस्, गुड फर हेल्थ। ओके, अब मेरो भिडियो हेर्दै गर्नुहोस् है गाइज। बिहानको नजारा सुनसान छ चोकतिर है। ल अब म चाहिँ आज यताबाट लाग्नेछु है त। गाइस यो एरियालाई चाहिँ ठुलो पोखरी भनिन्छ है। अनि यहाँ चाहिँ मान्छेहरू पुरा मर्निङ वाक जान आउनुहुन्छ। ल अब म चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ ठुलो पोखरी पनि हल्का नजारा देखाउने छु है। जय शम्भु शिवजीको मन्दिर होइन। यहाँ चाहिँ म बच्चाहरू लिएर आइरहेको हुन्छु, तपाईँहरूले पनि देखिराख्नु भएको होला है। अहिले चाहिँ चेन्ज भएको छ, पिङहरू चाहिँ उतापट्टि छ, पहिला यता थियो है। अनि यहाँ बिचमा चाहिँ बिचमा चाहिँ मन्दिर बनाएको छ यसरी होइन। यहाँ चाहिँ पोखरी, यो माछाहरू छ है। अहिले चाहिँ देखिरहेको छैन, माछा चारातिर हुन्छ आउँछ, बुरुरुरुरु आउँछ। यो चाहिँ बिचमा चाहिँ मन्दिर बन्छ, दामी छ। साइडमा त्यो माथिको टुप्पोमा पुग्ने प्रयास गर्छ, के कस्तो हुनेछ हेर्दै जाउँ है त साथी हो। ल बाजे बाजे दर्शन, गुड मर्निङ। आज बाजेसँग भेट भयो है, मर्निङ वाकमा बाजे। ल डाँडा हिँड्नुभएको। ल बाजे पनि मर्निङ वाकमा हिँड्दै हुनुहुन्छ है। हजुर बाजे। साथी हो, अहिले चाहिँ म चमेरो गुफा आइपुगिसकेँ है। यहाँ चाहिँ चमेरो गुफा, यहाँबाट चाहिँ तल गुफा जाने बाटो है। ल यहाँ चाहिँ चमेरो गुफा है त। अब चाहिँ म महेन्द्र गुफातिर लाग्दैछु, त्यो बाटो भएर जानेछु है त साथी हो। अहिलेको यो ठाउँ चाहिँ महेन्द्र गुफा है। इन्डियन टुरिस्टहरू पनि आइसक्यो गुफा घुम्नलाई, गेट खोलेको छैन, यस्तो छ। यहाँ चाहिँ महेन्द्र गुफाको भित्र छिर्ने गेट चाहिँ यहाँबाट छ है साथी हो। यहाँ चाहिँ टिकट लिने अनि भित्र जाने। साथी हो, आज म यो बाटो हिँड्नु पऱ्यो, कस्तो छ है। ल यहाँबाट साथी हो, अब मेरो हाइकिङ यात्रा स्टार्ट भयो। आज यो बाटो हिँड्नु पऱ्यो, कस्तो हुन्छ। पुरै झारै झार भएको छ, अहिले चाहिँ मान्छे हिँड्नु छोडेछ। यस्तो आनन्द आउँछ कि साथी हो। टोटली बोइलर भइएछ, हिँड्नै नसक्ने भइएछ, त्यही पनि हिँडिरहेको छु है। कस्तो लागिरहेछ ब्याकग्राउन्डको नजारा है। यस्तो मजा आउँछ कि
ल यस्तो छ। चराचुरुङ्गीको आवाजहरू आउँछ होइन। बिहानको यही मजा छ है। हा तल चाहिँ धान रोप्नुलाई अब पुरा तयारी गरेर चाहिँ बिउहरू राखिसकेको रहेछ है। ल हेलो बाबु, गुड मर्निङ। आज स्कुल हो र? स्याटरडे छुट्टी होइन? ए हो। अनि साथीहरू हो? ल आज दिन शुभ रहन्छ है। थ्याङ्क यू। यस्तो दामी नजारा कि हरियो होइन, स्वच्छ हावा, धुवा धुलो रहित है। यस्तो मजाको ठाउँ कि होइन। हो हल्ला पनि छैन, जे छ चराचुरुङ्गीको आवाज त्यो पनि अहिले सुन्नु छोडिसक्यो। कस्तो लागिरहेछ तपाईँहरूले यसो हेर्नुभयो भने कमेन्ट गर्नु होला है त साथी हो। यो ठाउँ म देखाउँदैछु साथी हो। यो देखाउँदै गरेको चाहिँ जयमुरी तुवालो लगाएर आज केही देखाएको छैन हो। अनि यो देखिँदै गरेको चाहिँ डिकी डाँडा रिसोर्ट है। यो चाहिँ डिकी डाँडा रिसोर्ट है गाइज। हामी डाँडाको टुप्पोमा छ कि आज यो तुवालो लागेर हिमालहरू खासै देखेको छैन, नत्र हिमाल त हामी देखिन्थ्यो है। गाडीको बाटो यस्तो बवाल छ, गाडी नै आउँदैन। फेरि यहाँबाट हिँड्नुपर्छ होला, किनभने गाउँको बाटो भएर जाउँ, कताबाट जाउँ जाउँ भइरहेको छ। हेरौँ एकछिन थकाइ मार्छु अनि फेरि यात्रा तय गर्छु साथी हो। गाउँघरतिर हेर्नुहोस् बाटो यस्तो दामी छ है, यस्तो आनन्द बस्नलाई। अघि मेन भनेको बाटो, पानी र बिजुली पुगेपछि त बस्नु बजारमा भन्दा गाउँघरमै रमाइलो नि हो। हेर्नुहोस् यस्तो दामी छ। गुड मर्निङ अङ्कल, एकदम फिट एन्ड फाइन अङ्कल। हजुरलाई कस्तो छ नि अङ्कल? हेर्नुहोस् त गाउँतिर यस्तो दामी दामी घरहरू छ कि मकैहरू अब पाक्ने बेला भयो है। यसरी बाटोहरू बन्दैपछि त गाउँमै बस्नु मजा नि, सुनसान फ्रेस छ कि यता आउनुको मजै बेग्लै छ साथी हो। अघि म यता जाउँ कि उता जाउँ भनेर दोधन भइरहेको थिएँ। पछि मैले के सोचेँ भन्दाखेरि होइन, यता आएको बेलामा गाउँको पनि भिडियो देखाउँ न भनेर अनि चाहिँ म यो बाटो आएको है। त्यही भएर चाहिँ त्यो बाटो त हिँडिरहेकै हुन्छ होइन। हामी चरा खराको यस्तो दामी छ कि यस्तो मजा आउँछ सुन्नु भने। धानको बिउहरू पनि राखिसकेको छ है। अब मकै पाकेपछि मकै पोलेर खानुको मजै बेग्लै आउँछ होइन। गुड मर्निङ। हजुर साइक्लिङ गर्दै आउनुहुन्छ।
साथी हो यो बाटो चाहिँ साइक्लिङ गर्नु वकिङ गर्नु होइन यहाँनिर हाइकिङ जानु दामी छ कि साइक्लिङ गर्नुलाई पनि यस्तो मजाको छ अप्स एन्ड डाउन होइन अनि अफ रोडिङहरू पनि छ है अनि गाउँघरको अब यस्तो गरेर तपाईँले देख्न पाउनुहुन्न है त ल छैन अब यस्तो गरेर ल हेर्नुहोस् त मकै पाकेर लटरमा अम्बा पनि अब फुल खेल्न थालिसकेको छ ल यो गरेर त्यही भएर म यताबाट आएको आज पुरानो गरेर साथी हो यो चाहिँ है घरतिर हेर्नुहोस् न भित्रभित्र गाउँ घरतिर यस्तै त हो है पहिला जस्तो छ त्यस्तै नै नभत्काइकन त्यही घरहरू रहेछ त्यही भएर भित्रभित्र कि अन्त बाटोमा बनाए पनि हुने हो नि त होइन यहाँको मान्छेले तर नबनाइकन जे छ पुरानो घरलाई नै यतावत गुड है साइक्लिङ गर्नु चाहिँ त बवाल मजा आउँछ हेर्नु यस्तो उकालो छ हेर्दाखेरि चाहिँ देखिँदैन होइन खासै भिडियोमा चाहिँ तर उकालो छ कि हाइकिङ गर्नेहरूलाई नि मजा आउँछ यहाँसम्म चाहिँ बाटो पिच छ कि अब यहाँबाट चाहिँ भने बाटो पिच छैन तपाईँहरू बुझ्नुहोस् अब यस्तै हिँड्यो गाडी पनि यस्तै कुद्छ फेरि है अनि यहाँ साइकल कुदाउनेको हालत के होला त फेरि है यस्तै चढ्ने उकालो माथि पुगेपछि फेरि पिच भेटिन्छ अनि तपाईँहरूलाई कस्तो लागिरहेछ यो बाटो आउनुको लागि चाहिँ तपाईँहरू महेन्द्र गुफाबाट चाहिँ यता तल जयमुरी जाने बाटो जयमुरी जाँदाखेरि चाहिँ म चाहिँ बाटैबाट नआएर त्यहाँबाट फेरि वनको बाटो आएँ बाटोबाट आएको भए चाहिँ सबै थाहा हुन्थ्यो होइन त्यही पनि त्यहाँबाट हेऱ्यो भने चाहिँ यता माथि जाने बाटो देखाउँछ कि सायद मैले अहिले बिर्सेँ सायद त्यो ढिकी डाँडा के भनेर लेखेको होला छ अथवा घारमी डाँडा के भनेर लेखेको छ होइन त्यो बाटो लिनुभयो भने चाहिँ सिधा गयो भने चाहिँ जयमुरी पुगिन्छ बतल हाउसतिर त्यता नजाने यता लेफ्ट लिने कि महेन्द्र गुफाबाट यस्तो भित्र छिरिसकेपछि त्यो बाटो जयमुरी जाने बाटोमा चाहिँ अनि त्यहाँबाट लेफ्ट आएपछि त्यहाँबाट चाहिँ उकालो छ है साथी हो हिमाल पनि अलिअलि कता खुल्दैछ है साथी हो अहिले चाहिँ है अहिले चाहिँ मैले गाउँको नजाराहरू पनि देखाएँ तपाईँहरूलाई अनि अघि त्यो मैले चौतारामा बसेर चाहिँ एउटा खुड्किलाको बाटो देखाएको थिएँ नि खुड्किलाको बाटो आयो भने चाहिँ यहाँ आइपुगिन्छ र म चाहिँ खुड्किलाको बाटो नआइकन बजार भने चाहिँ सरी गाउँको बाटो आएर चाहिँ अनि यताबाट चाहिँ यसरी आएँ हो ल अब म चाहिँ फेरि अब यहाँबाट फेरि कन्टिन्यू उकालो लाग्ने छु है गुड मर्निङ तपाईँहरूलाई पनि ह्याप्पी सटरडे है नमस्ते ल अहिले चाहिँ यो बाटो पनि यस्तो दामी ढलन गरेर बनाइदिइसकेको छ है पहिला थिएन होइन अहिले चाहिँ दामी भएको छ ल है त्यहाँ तल अलिकति चाहिँ अप्ठ्यारो छ होइन बाँकी चाहिँ दामी छ केटाकेटीलाई हाइकिङ लिएर आउनु पनि यस्तो बवाल हुन्छ कि यो बाटोमा चाहिँ किनभने सजिलो छ नि त होइन बच्चाहरूलाई पनि यसो बिस्तारै छुट्टीको दिन आउनु मिल्छ साथी हो है आफ्नो फ्यामिलीहरू लिएर आउनु सक्नुहुनेछ हाइकिङ गर्नुको लागि साथी हो बाटो चाहिँ बिग्रेको अलिकति मात्रै छ अब सबै ढलन गरेर बनाइसकेको छ है ल यो थिएन यहाँ एउटा डाँडा थियो कि यहाँनिर यो बाटो हिँडिराख्ने सबैलाई थाहा छ है ढिकी डाँडा आउनेहरूलाई
यहाँ चाहिँ अब क्याफे बन्ने हो कि के भन्ने बवाल बनाउँदै रहेछ ल है स्ट्रक्चर। अनि यो चाहिँ कुन बाटोमा ठोकिन्छ भन्दाखेरि तलबाट आउँदाखेरि चाहिँ पिजेपी छ, त्यो बाटोबाट आयो भने चाहिँ ठक्क यहाँ आइपुगिन्छ है। आज म चाहिँ यता तलको बाटो आएँ, यो बाटो चाहिँ पिजेपी छ। अहिले म फर्किँदा चाहिँ यो बाटो फर्किन्छ र यो बाटोमा चाहिँ मेरो धेरै भिडियोहरू छ र मैले चाहिँ यहाँको चाहिँ बनाइनँ है। र अहिले चाहिँ म यताबाट माथि डाँडामा जानेछु। ल साथी हो, अहिले चाहिँ म घार्मी डाँडा फाइनली घार्मी डाँडा आइसकेँ। तल चाहिँ सबै लाउँछ, पारि चाहिँ हुन्छ है। ल अब चाहिँ म मेरो मोटामोटी लास्ट डेस्टिनेसन जुन मैले मन्दिरबाट देखाएको थिएँ तपाईँहरूलाई घार्मी डाँडा भनेर, डिकी डाँडा चाहिँ म पुग्ने कुरो भएन किनभने सक्दिनँ, गर्मी अति भयो। त्यो चाहिँ अर्कोपल्ट पुग्ने छु। ल साथी हो, म चाहिँ घार्मी डाँडाको गेटमा आइपुगेँ। ओ के हो, कार छ त यहाँ त। कहाँबाट आयो यस्तो कार मन्दिरमा, किनभने यसरी फालेर राखेको छ। ल म चाहिँ अहिले घार्मी डाँडा, तर घार्मी डाँडा अहिले माथि चढ्नुतिर आएको छैन, खोइ किन हो पनि होइन। बिहान आयो भने चाहिँ टन्नै हुन्छ कि मान्छे, अहिले चाहिँ खासै मान्छे छैन हो। अब यहाँबाट चाहिँ मैले धेरैबाट यहाँको नजाराहरू देखाइसकेको छु है। सो तपाईँलाई पनि थाहै होला। र आज आएको बाटो पनि म अर्को बाटो आएँ, किनभने सधैँ आइराख्ने बाटो चाहिँ आज आएन हो। ल अब म चाहिँ अब तपाईँहरूलाई मन्दिर देखाउने छु है त। देख्नुभयो होला नि मन्दिर, अघि मैले यहाँबाट यही डाँडा देखाएको थिएँ। अनि मैले फाइनली मन्दिर आइपुगेँ है साथी हो। सरनको टावर है साथी हो। ल साथी हो, अहिले चाहिँ यहाँ चाहिँ एउटा यस्तो माटो थुप्रेको डिस्को जस्तै थियो डाँडा, र चाहिँ त्यसलाई पन्साएर यस्तो दामी बनाउँदैछ है। सायद अब भविष्यमा यो दामी हुन्छ। ल यहाँबाट के लामाचौरको है, बाटुलचौरको सबै दृश्यहरू देखिन्छ होइन। यता हिमालहरू पनि। अघि चाहिँ म यो बाटो आएको थियो भने यहाँबाट आएर सिधै माथि डाँडा पुगेँ, घार्मी डाँडा। घार्मी डाँडाबाट सिधा म फेरि आएर अब चाहिँ म बाटो तल जानेछु है त। गर्दाखेरि चाहिँ मेरो 1 राउन्ड हुन्छ। डाँडा छ त्यहाँ माथि टावर देखिरहेको छ। ल म चाहिँ यहाँबाट अब 1 राउन्ड हुन्छ, गोलो हुन्छ। अब चाहिँ म तल झर्दैछु। साथी अहिले चाहिँ म चाहिँ ओह्रालो झर्दैछु। ओह्रालो चाहिँ फेरि आडै ओह्रालो छ कि, अब
ठाउँ त जति सजिलो भयो झर्नु त्यति नै गाह्रो छ। मान्छेले भन्छ नि ओह्रालो झर्नु सजिलो हुन्छ नि, ओह्रालो झर्नु झन् गाह्रो हुन्छ कि होइन। त्यही पनि बिस्तारै झर्दैछु। यस्तो छ कि हरियाली कस्तो लागिरहेको छ तपाईँहरूलाई? यो चाहिँ दामी बनाइदिएको छ अहिले बत्तीहरूको लागि चौतारा। हेर्नुहोस् न दामी है। पहिला केही पनि थिएन। यहाँबाट पनि गयो भने पुगिन्छ माथि। म पहिला किनेको छु यो बाटोहरूमा पनि, मेरो पुरानो भिडियोहरूमा छ है साथी हो। ठाटी यहाँ चाहिँ ठाटी भयो। यहाँबाट झरे पनि हुन्छ होइन, तर म चाहिँ यहाँबाट नझरेर बाटैबाट झर्ने विचार गरेँ आज। सर यो अघि चाहिँ म यो बाटो यस्तोरी गएको थिएँ है, यताबाट गएर चाहिँ अहिले चाहिँ म यहाँबाट फेरि तल झर्दैछु होइन। वान राउन्ड भयो है। अब चाहिँ म मन्दिर आइपुग्नु आँटेँ। चौताबाट सिधा अगाडि गयो भने चाहिँ मैदान पुगिहाल्छ, बाटुलचोक है साथी। यहाँबाट अगाडि चाहिँ बाटुलचोक, यो चाहिँ गुफा भइहाल्यो। बस चाहिँ घरतिर लाग्दैछु है। ल साथी हो, अघि मैले स्टार्टिङमा देखाएको मन्दिर यही हो होइन। यहाँबाट चाहिँ म माथि टुप्पो त्यो माथिको डाँडामा पुगेर त्यहाँबाट फेरि यही मन्दिर देखाएको थियो। अहिले म फेरि यहीँ आइपुगेँ है साथी हो। अनि हाम्रो भिडियो के कस्तो लाग्यो है हेरेर कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनुहोस् है। अब यस्तो भिडियोहरू म फेरि ल्याउँदैछु है त साथी हो। सी यू अनदर ब्लग। अब नाइस डे।